एउटा बाइक राइडरको लागि चाहिँ के चाहिँ इम्पोर्टेन्ट हुन्छ, एउटा सिंगल ह्यान्डेड सिलप्याक इन्जिन, काहीँको त्यो मेजर स्क्रैचेस नभएको, त्यसमा पनि ओरिजिनल लुक्समा, त्यसमा पनि भिन्टेज बाइक चाहियो, त्यहाँभन्दा अरू के नै चाहियो र। हेलो एन्ड नमस्ते एभ्रिवान, हामी एसके अटोलिङ्क फेरि पनि हाम्रो नयाँ अपडेटमा भिन्टेज लभरको लागि क्लासिक इलेक्ट्रा एकदमै हजुरको म्याक्सिमम डिमान्ड, त्यही डिमान्डलाई चाहिँ मध्यनजर गर्दै हामीले फेरि पनि ब्याक टु ब्याक नयाँ अपडेटमा क्लासिक इलेक्ट्रा मार्केटमा काठमाडौँभरि खोज्नुहोस्, क्लासिक इलेक्ट्रा चाहिँ कहीँ पनि छैन। एउटा एसके अटोलिङ्क छ जहाँ चाहिँ हजुरको विभिन्न साधन चढ्ने कुरा चाहिँ हामी पुरा गर्नेछौँ। त्यसै गरी यो रहेको छ 2017 को अन्तिम मोडल बागमती 89 लटको, अहिलेसम्म सिलप्याक इन्जिन अनि सिंगल ह्यान्डेड, त्यसमा पनि एकदमै ओरिजिनल लुक्स, त्यसमा पनि भिन्टेज लुक्समा। 1 वर्ष इन्जिनमा वारेन्टी हजुरले पाइ नै हाल्नुहुन्छ। अहिलेसम्म 23,000 किलोमिटर जेन्युन किलोमिटर रन भएको छ। युके को लाउरेले चढेको, घरमा एकदमै स्टार्ट मात्रै गरेर राखेको बाइक चाहिँ आउनु होला। काहीँ कतै मेजर स्क्रैचेस, मेजर खर्चहरू केही पनि छैन, एकदमै चिरिच्याट्ट, केही खर्च गर्नु पर्दैन। 1 वर्ष इन्जिन वारेन्टी त्यसमा त एसके अटोलिङ्कले दिइहाल्छ। जुनसुकै बाइकसँग यसले बाई सेल एन्ड एक्सचेन्ज त भइ नै हाल्छ। 83-84 को ट्याक्स क्लियर गरेर हामीले हजुरलाई नामजारी इन्स्योरेन्स ट्याक्स सहित पास गरेर दिनेछौँ। यो बाइक चाहिँ मलाई एकदमै चित्त बुझ्यो नि, हेर्दा कहाँ जाने भने खोजी पाउनुहुन्छ भने हजुरको गन्तव्य काठमाडौँ बौद्ध नयाँ बस्ती पहेँलो पुलसँगै रहेको एसके अटोलिङ्क, जहाँ हजुरको साधन चढ्ने कुरा हुन्छ पुरा। हस् धन्यवाद, जय नेपाल।